भन्छ हाम्रो गाई हामी चाहिँ अरुङ्गल हुँदैन आफ्नो हैन बुटेमा चढेर पोल्नु लाग्यो है के भन्छ लाइक गर्नु लाग्यो लाइक गर्नु पोला भन्नु नि है गाइस म पोलेको देखाउँछु है यहाँ छ कि पोलेको सबमिट गर्नु यी सर्ट गरेर लाइट हो ल टोक्यो माउ आइरहेको अवस्था लाइट मारेर लाइट मारौँ न त्यहीँ बस्छौ कि होइन न अब क्या आएन के कृष्ण आऊ त्यतिले बोला मन त भन्छ के हो त मेरो भन्दा बसेकोतिर छ के ठाउँ यता मासतिर खुट्टामा चढेर टुल बनाउँदै मार न भन्छ बल्नु त फेरि मार्नु लाइट त भित्रतिर बल्नु त भित्रतिर आउँछ कि अनि मारिदिनु न हो त बाल्नु त रातो पनि दिशा हुन्छ कि रेनले यो अन्तिममा त रिसाउँछ कि सुरुमा केही फरक पर्दैन यहाँ बाल्नु त त्यसले बच्छ के मार्नु भित्तातिर बाल्नु न भित्तातिर आउँछ भित्ता बाल न है कति डरा आगे लेखेको यार यहाँ मुहा चोइदियो कि मुखा टोक्दैन कि भित्ता लाइट बालन त्यही आउँछ कि मामाले पेडाक पड्काउनु भएको छ कराईमा नहालिकन सके ठाउँ अलिक फरक आउने त आउनु कि केही नि उनीलाई लाइट बालेर छैन एउटा दुइटा आएको गरिसक्यो पुनः देखेँ भित्तातिर फर्काउनु हो त कस्तो नजानेको भित्तातिर फर्काउ त भित्ता ठ्याक्कै जान्छ हो त्यसरी अलिक यसो सिधा उल्टो त छेउतिर त फर्कायो हो रे ऊ तल ल हेर त्यस्तो देखेँ होइन हो मरेन मऱ्यो हान ठोक हो मऱ्यो ल है गाइस माउ पड्किन लागिसक्यो कराईमा नहाल्दै है बाल्नु त लाइट पुन्छ पुग्न तुलो भाँचिने तेल हाल्दाखेरि दुईटामा आयो मामुले आज रोइ चिलाएर मान पाक्यो भयो पुग्छ भान्सेले पुरै छ कि फुटेर चाहिँ कडक्क गरेर त्यसले भन्छ हजुर दुईटामा भयो छोडिदिनु त्यो मरेको माउ पनि पोलेको काँचो खाने होइन कि पोलेर पो खाने यो भुटेर चर त्यहाँ कि कृष्ण यता माथि
यता हो कि केही नि यतातिर आउन यो त ठाउँ छ कि बस्नु साइकल ल्याउनु मामा तेल दिनु रे यो बुट उतै राख्नु मस्ती कहिले आउनु पहिला बान्ने हैन त्यसरी ह्यापेपछि जिस्किहाल्छ नि लाटो मान्छे त जिस्किनु बेला भयो बच्चा खोइ देखाउँदा आधा हजुर झोला लाइटर छ भन्नु त यहाँ ठुलो भयो गाँठाबाट पड्केला जस्तो लाग्यो तलको लिनु त्यसो तल्लो आफूले हिम्रो केही आएन अप्ठ्यारो कमजोर रहेछ मामा हो त उपल्लो उसमा गएर यो भाग्यला जस्तो धान छ एकैछिन यहाँ धान लानु त्यही भएर त्यत्रो पालो धेरै नाल्नु कि त्यसले वेट हुन्छ उसको बाँसलाई धान काट्नु ऊ अब हाम्रो आगो लाउने कार्यक्रम एकै काट्दै हिँड्न कि म मान्छे क्या काम गर्छु पहिला ल्याउनु ओ यहाँ न यहाँ यहाँ थिम निर्मल हुन्छ भान्जामा मामा लाइटर दिनु त त्यता आउनु न उता बरु हो ती यो छोड्न लाग्यो है कता कतै जग्गामा उपल्लोमा जानु हो त्यो हजुर जेल ले है मरियल त जेल ले है मुख कता है त्यो तलको निकाल्नु तलको त्यत्रो कपडा चाहिन्छ नभए लाइराख विकास लौ लाइटर गोलिया नराखेर ढक्कन पाला ऊ बाल्दैछु हो त तल्लो हाँगामा टेकाउनु तुल हो ल फाइनल्ली है अरिङ्गल टुक पोलियो नहल्लाउनु यार ऊ भाँचिन्छ यार भयो अब धेरै नपोल्नु हो त तल टेकाएर राख्नु त हो यतापट्टि कि यतापट्टि टेकाएर हो त्यो धेरै पोल्नु भयो बाहिर के विकास सबै माउ जति झर माउ जति बाहिर सिङ्गल बनाउनु पर्दैन त्यसैले उस गरे हुन्छ कता राखेको ल यो तुलो अरियालको पोला उता छ उता उता छ पु काट मैले त काट्दैन मुख खोल्दै रहेछ र